नमस्ते सबैजनालाई म जीवन तपाईँहरूलाई स्वागत गर्दछु फेरि पनि हाम्रो नयाँ भिडियोमा। हामी छौँ आज बाटोको छेउमा फुटपाथमा हिँडिरहेछौँ गाइस। अहिले चाहिँ हामी जाँदैछौँ कहाँ रे? हेलो गाइस, आई एम राजन त्रिवा। हामी जाँदैछौँ पशुपति। के छ आज पशुपतिको आरती हेर्न सकियो अहिलेलाई। ए सकियो? मेरोबाट सकियो। ए ल ठिक छ, हामी जाँदैछौँ। यहाँ चाहिँ कस्तो जङ्गल देखिरहेको। एयरपोर्टको पार्कमा हिँडिरहेछौँ हामी। साइडमा चाहिँ एयरपोर्टको एरिया छ। ल हाम्रो अनुहार चाहिँ देखिन्छ कि न यार? म त कालै देखिरहेको छु। यति गोरो मान्छे कालो देखि यस्तो हुनै सक्दैन। अन्याय। हामी त भन्न मिल्दैन, कालो देखि हुन्छ भन्ने। ल गाइस, पशुपति लास्टै टाढा रहेछ। यत्रो हिँड्दा पनि पुगिया छैन। आधा घन्टाभन्दा बढी हिँड्यो। गाइस आधा घन्टाभन्दा बढी हिँडिसक्यो। यो काठमाडौँ इन्डिङतिर स्टार्ट हुने ठाउँ थियो। गाइस हामी चाहिँ इन्ट्रान्स गेटबाट भित्र छिरिसकेको अवस्था। म चाहिँ कालो आए पनि ठिकै छ। म जीवनको फोनमा गोरो आउन सकेन। तपाईँहरू केही नमानिदिनु होला। यो सब आइफोन बिग्रेर आज बस्छ। म आफ्नो आइफोन भनेर थियो भन्नु, फेरि आइफोनमा चाहिँ थियो तर म लाइट नभएर चाहिँ कालो देख्यो। टर्च बाल्टी राम्रो देख्यो। लाइट छ नि त टल्किएर। यसो हेर्दाखेरि यता चाहिँ मान्छेहरूको लास्टै भिड रहेछ। यता के हो भनेर हेर्दाखेरि चाहिँ त्यता पूजा आरती सुरु हुन लागेको रहेछ। त्यही भएर चाहिँ त्यत्रो भिड रहेछ। लास्टै मान्छेहरू थियो त्यता चाहिँ। अनि त्यता चाहिँ धेरै भिड थियो। अनि यता साइड यसो हेर्दै जाँदा चाहिँ मान्छेहरू यसो हेर्दाखेरि आगो बालेर बसिरहेका जस्तो देखिन्थ्यो। तर त्यो चाहिँ मान्छेको लास जलाइरहेका रहेछन्। त्यो पनि मलाई पछि थाहा भयो, त्यहाँ चाहिँ लास जलाउँदो रहेछ भनेर। एउटा साइड चाहिँ यस्तो धुवा आइरहेछ क्या, यस्तो सुन्दर देखिन्छ। उज्यालो यही हो कि लाइट भएपछि हमारा वीडियो बनाता है। बस्नु सिट खाली छैन। यहाँ चाहिँ अर्को नयाँ डेड बडी आएको रहेछ। यसो हेर्दाखेरि चाहिँ मलाई के लाग्यो भनेपछि सहरभन्दा पनि गाउँको मान्छेहरू धनी हुने रहेछन् क्या। केही नभए पनि यति धेरै मान्छेहरू हुन्छ नि बित्दाखेरि। यहाँ चाहिँ हेर्नु न, गर्दाखेरि 20-25जना होला। यति थोरै मान्छेहरू हुँदो रहेछ क्या। अनि अघिकोमा पनि हेऱ्यो, त्यहाँ पनि मान्छे थिएन क्या। त्यहाँ कुर्ने आगो त्यत्तिकै दन्किरहेको थियो। थाक लाग्यो मलाई त। झन् नि म धेरैभन्दा धेरै यति क्यामेरा बोलेँ, म धेरै बोलेँ नि त। मै थाहा हुन्छ। गाइस हामीले फाइनल्ली पशुपतिको भ्यू हेरेर सक्यौँ। आरती पनि स्टार्ट हुँदैछ। आरती हेर्ने हामीलाई टाइम छैन। हामी चाहिँ निस्क्यौँ फाइनल्ली। अब के छ भन्नु, निस्किन लाग्यो। अब चाहिँ सबैजनाले जानुपर्ने। कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला हामीलाई। हामी दुईवटालाई भाइरल गराइदिनु होला। तर एउटै भिडियोमा नै, तर यही च्यानलमा दुइटैलाई भाइरल गराइदिनु। बुझ्नु होला नि।